दर्शकबिन हामी यति बेला लुम्बिनी अपाङ्ग डिस्ट्रिक्ट अनाथ आश्रम बुटोलमा छौँ। सर नमस्कार, हजुरको परिचय? जयराम रोकाम, यहाँ आश्रमको हजुर अध्यक्ष। आश्रमको बारेमा केही थोरै जानकारी पाउनु? नमस्कार, मेरो नाम जयराम रोकाम मगर, यस लुम्बिनी अपाङ्ग दृष्टिबिन अनाथ आश्रमको अध्यक्ष। हाम्रो 7 जनाको कार्यसमिति छ। त्यसै गरी यस आश्रममा 32 जना बस्छौँ। अपाङ्ग, दृष्टिबिन, अनाथ बालबालिका, बेसरा बालबालिका गरी बाबु नानीहरू 15 जना छन्। 9 जना दृष्टिबिन छौँ। 4-5 जना शारीरिक अपाङ्ग, व्हिलचेयर युजर, वर्कर युजर छौँ अनि 2-3 जना सहयोगी हुनुहुन्छ। हामीले यो लुम्बिनी अपाङ्ग दृष्टिबिन अनाथ आश्रममा भएका जति सदस्य हुनुहुन्छ वा आश्रयजन्य व्यक्तिहरू हुनुहुन्छ भने त्यो सबै हाम्रो कुनै दीर्घकालीन आय संरचना विभिन्न संस्थाहरूले, विभिन्न व्यक्तिहरूले होइन जन्मदिनको अवसरमा कुनै पितृको सम्झना गरेर यसरी नै सङ्घ संस्थाहरूले आफ्नो वार्षिक उसको अवसरमा, स्थापना दिवसको अवसरमा यसरी नै बेला बेलामा खाद्यान्न दिन्छ, सामान अनि यसरी खाना खिलाउने कार्यक्रम राख्नुहुन्छ। र हामीले केही सडकहरूमा, केही गाउँहरूमा केही कार्यक्रम गरेर गीत गाएर, केही अगरबत्ती फिनेल बेचेर यी आश्रममा भएका 32 जना परिवारहरूको चाहिँ घाँसबास, कपास, शिक्षा स्वास्थ्यको व्यवस्था गर्छौँ भने अहिले 15 जना बालबालिकाहरूले चाहिँ पढिरहेका छन्। वाइड रोज एकाडेमी भन्ने बोर्डिङ स्कुल छ बुटोल 4 बक्सीनगरमा। हाम्रो नानी बाबुहरू चाहिँ अनाथ बालबालिकाहरू, यी बेसरा बालबालिकाहरू, अपाङ्ग भएका व्यक्तिको नानी बाबुहरू चाहिँ अहिले त्यही वाइड रोज एकाडेमीमा नर्सरीदेखि 10 क्लाससम्म पढ्ने बाबुनानीहरू छन् भने अहिले हामी यो जुन भवन जुन टहरा छ चारैतिर खुल्ला छ, टिनले पोल्छ, गर्मी छ, चारैतिर एकदमै खुल्ला छ, हावाहुरी भित्र आउँछ, सबै ढाकामा छौँ। तिब्बतमा 7 केवलानीमा मङ्गलापुर छोरी भित्र पर्छ। केवलानीमा चाहिँ हाम्रो आश्रम निर्माण भइरहेको छ, भवन निर्माण भइरहेको छ। अहिले अगाडि गर्दाखेरि भवन पुरा गर्न सकेको छैन। आशा गरौँ आगामी दिनमा चाहिँ यसरी नै हजुरहरूको देश विदेशमा जताततै हुने बुवा आमा तथा दाजुभाइ दिदीबहिनीहरूले यसरी नै साथ सपोर्ट माया ममता गर्नुभयो भने यी आश्रममा भएका 32 जना अपाङ्ग, अशक्त, बेसारा बालबालिका, अपाङ्ग भएका व्यक्तिहरूलाई चाहिँ एकदमै बस्नलाई सहयोग हुनेछ। र सबैले अपिल गर्न चाहन्छु तपाईँहरूले पनि यसरी नै हजुरको हाम्रै आश्रमलाई इटा ठग्ने काम गरिदिनु ल भने सानो भनिराख्छु। यो आश्रममा बालबालिकाहरू पढ्ने सरकारको तर्फबाट हो कि हजुरहरूले पढाउनु हो? यो हाम्रो आश्रममा भएका बाबु नानीहरू चाहिँ हामीहरूले नि यसरी नै गीत गाएर होइन अगरबत्ती बेचेर विभिन्न व्यक्तिहरूको सहयोगले नै पढाइरहेका छौँ। यस आश्रमकै लगानीबाट पढाइरहनु भएको छ? हजुर। अनि यहाँ जुन अगरबत्तीहरू बनाउनुहुन्छ यहीँ बनाउनुहुन्छ? हजुर, पहिला हामीले यहीँ अगरबत्तीहरू यहीँ बनाउँथ्यौँ। र मेटेरियल लिएर चाहिँ कच्चा पत्थर लिएर हामी यहीँ बनाउँथ्यौँ। तिनीहरू सबै हामीले यहीँ बनाउँथ्यौँ पहिला चाहिँ। र अहिले चाहिँ एकदमै कच्चा पत्थर एकदमै महँगो भयो र यहाँ हाम्रो चाहिँ एकदमै भौतिक अवस्था बस्ने ठाउँ चाहिँ साङ्ग्रो भयो। त्यसले गर्दा अहिले चाहिँ हामीले एकजना दृष्टिबिन भाइ हुनुहुन्छ, हावातिर बस्नुहुन्छ नयाँ गाउँभित्र, उहाँले बनाउन लगाउँछ अनि उहाँकोबाट चाहिँ हामी लिएर चाहिँ हामीले बजारमा बेच्छौँ। कतिको सहज भएको छ यो? अब तपाईँहरूलाई त त्यत्रो आश्रम छ, त्यत्र बालबालिका छन्, चलाउन कतिको दुःख कतिको छ? गाह्रो चाहिँ एकदमै गाह्रो छ, तर पनि हामी पनि बाँच्छौँ अरूले पनि बच्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो संस्था स्थापना गरेको। आफ्नो लागि जो पनि बाँच्छ तर अरू लागि बाँच्नु ठुलो कुरो हो भन्ने चाहिँ हामीले जुन त्यो एउटा नारा लिएर हामी अशक्त छौँ होइन, अपाङ्ग छौँ, तर हामीभन्दा अझ अशक्त, अझ अपाङ्ग, अझ पाएकाहरू चाहिँ नहेरेका तिनी अपाङ्ग भएका व्यक्तिहरूलाई शिक्षाको ज्योतिबाट चाहिँ वञ्चित भएका चाहिँ अनाथ बालबालिका, बेसारा बालबालिकाहरू, अभिभावकविहीन बालबालिकाहरू चाहिँ हामीले साथ देऊ। ती बाबु नानीको हामी सहारा हुन्छ, हाम्रो लागि तिनी सहारा हुन्छन् भन्ने हेतुले नै हामीले संस्था स्थापना गरेर त्यसरी नै हामीले चलाइरहेका छौँ भने हामीले आफै गीत गाएर सामानहरू बेचेर त अब यत्रो जना परिवारलाई पालन पोषण गर्न, शिक्षा स्वास्थ्य गर्न एकदम गाह्रो छ। तर पनि यसरी सङ्घ संस्थाहरूले होइन विभिन्न व्यक्तिहरूले चाहिँ सहयोग गर्नुहुन्छ। त्यो सहयोगको माध्यममा चाहिँ हामीले एकदमै ठुलो टेवा मिलेको छ। सरकारबाट केही सहयोग, नगरपालिका, स्थानीय? हाम्रो यो स्थानीय सरकारबाट जस्तो यो घाँसको लागि भनेर, स्वास्थ्य शिक्षाको लागि भनेर त्यस्तो सहयोग चाहिँ छैन। तर जुन अहिले हाम्रो बन्दी गरेको तिलोत्तमा 7 केवलानीमा जुन हाम्रो भवन निर्माण भइरहेको छ, अहिले एक सलाई ढलाइ भएको छ तर सफाइ केही गएको छैन। त्यो भवन निर्माणलाई चाहिँ बुटोल महानगरपालिका वडा नम्बर 15 को वडा चाहिँ शिवराना आइसकेपछि उहाँ हाम्रो बुटोल महानगरपालिकाको प्रवक्ता नि हुनुहुन्छ। यो बुटोल महानगरपालिकाबाट चाहिँ हामीले 2 पटक गरेर चाहिँ
एउटा यो बसी के अरे 80 81 को बजेट तपाईँले अलि अगाडिको बजेट गरेर चाहिँ 12 लाख बजेट उहाँले व्यवस्था गरिदिनु भयो भने तिलोत्तमा नगरपालिकाले त्यही बजेट व्यवस्था गरिदिनु भयो र अरू संस्थाहरूले पनि व्यवस्था गरिदिनु भयो र लाइन संस्थानका म्याडमहरू हुनुहुन्थ्यो अन्जु आचार्य खनाल सबैलाई हुने आदर पन्त सरहरू हुनुहुन्छ उहाँहरूले नै हाम्रो भवन निर्माणको लागि सङ्कलन गरेर अथवा विभिन्न संस्थासँग सहयोग लागेर उहाँले पनि हाम्रो भवन निर्माण गरिदिने हुनुहुन्छ। अनि यो जुन हामीले देखेको यो टहरो छ त्यो बसोबास खानापिना सबै दैनिक यहीँबाट गुजारा हुँदैछ त्यो कस्तो भाडा छ भन्ने सुनियो। हजुर जस्तो अहिले हामी बसिरहेको यो जुन अहिले जुन 15 उज्यालापुरमा रहेको त्यो तिनको टहरा जुन आश्रम चाहिँ भाडामा छ अहिले बिजुली पानी चाहिँ तिर्छौँ भने घर भाडा चाहिँ महिनाको यो ठुलो टहराले मात्रै तिर्छौँ। अरू पछाडि योमा नहटाएर पछाडिपट्टि चाहिँ बायाँपट्टि चाहिँ एउटा 3 कोठा कोठा छ भने यस्तै 3 कोठाको 3 चहरा छ भने यसको पछाडिपट्टि चाहिँ एउटै कोठाको छ 3टा योमा चाहिँ चहरामा चाहिँ बस्नु मिल्यो सबै यो त बनाउन आफै बनाउनु भएको हो कि चरा चाहिँ थियो बाहिर अनि यो चाहिँ पहिला गाई पालनको लागि भनेर उहाँले बनाउनु भएको रहेछ कार्यतिर खुल्ला थियो यो चाहिँ हामीहरूले नै उहाँहरूलाई बस्छौँ भनेर चाहिँ बनाएर ल्याएर हामी चाहिँ बस्छौँ। अनि समस्याहरू यहाँ के छ यसो अहिलेको एकदमै हामीले बाहिरबाट देख्दा त धेरै समस्या देखेको छ अब भित्री समस्या हामीले नदेखेको समस्या नि हुनसक्छ केही समस्या हजुर अब त्यस्तो केही नहुनु भन्दा के हुनु देश भने जस्तो अब केही न केही त हामीले अलिकति खाद्यान्नमा चामलहरूमा नुनहरूमा चाहिँ एकदमै बेला बेलामा सहयोग आइरहन्छ तीमा चाहिँ हामीले अलिकति होइन हजुरको कृपाले चाहिँ अब चामलहरू नुनहरू पराइरहन्छ। दिने समस्या भनेको जस्तो अब बाबु नानीहरूलाई होइन पढाउनु लागि अलिकति हामीले त्यो हाइब्रिड एकाडेमी बोर्डिङ स्कुल हो त्यो पनि उसले फ्रीमा पढाइनु गएको छ तर हामीले के गाडी भाडा दिनुपर्छ सब फ्री हो। त्यसै गरी अब हामीले अब रासन पानीमा चाहिँ ग्यास भराउनु लागि होइन तरकारीहरू किन्नु लागि दालहरू किन्नु लागि चाहिँ अब अनि अरू चाहिँ अब जस्तो अब अहिले गरिब मौसम छ पङ्खाहरू चाहिँ समस्या छ अहिले पङ्खाहरू पनि पुरा नभएर चाहिँ जिउन छ त्यो छ अरू थुप्रै तर पनि अब मोटामोटी अझ प्रचलित अब हाम्रो आसामको लागि चाहिँ मेन कुरो त अब बच्चाहरूले नास्ताको लागि बच्चाले 15 बच्चाले पढ्छन् नास्ताको लागि समस्या छ अलिकति मेन त तरकारीहरूमा अनि ग्यासहरूमा भयो ग्यास हुनको लागि अनि यो दालहरू तेलहरू मिल्छ खाद्यान्न पनि समस्या छ खाद्यान्नमा चाहिँ चामल नुनको समस्या छैन अरू चाहिँ छ किनभने अब घरको कुरालाई हामीले जे छ भन्नुपर्छ हामीले प्रायः जस्तो चामलहरू नुनहरू आउँछ त्यो हामीसँग छ हुँदा हुँदै होइन त्यो चाहिँ हामीले किनभने माग्नु हुँदैन किनभने यो हामीले जे अभाव छ जे चाहिन्छ त्यही हामीले भन्नुपर्छ त्यसले गर्दाखेरि दालहरू होइन बच्चालाई नास्ताहरू ग्यास भराउनको लागि ग्यास भराउनको लागि भयो अनि यो तरकारी किन्न लागि भयो यो चाहिँ समस्या। धन्यवाद धन्यवाद। यति बेला हामीसँग हुनुहुन्थ्यो लीलाराम रोका मगर लुम्बिनी दृष्टिबिहीन अनाथ आश्रमका अध्यक्ष